Sponsored by BSP Suppliers. Hospitality partner Hotel The Prangad. Remember us for restaurant, bar and rooms. Digital partner Sane Production. धरतीको धुलो भइजाऊ संसारका दुःख सबै आफैले जाऊ हो 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 मन त भन्छ धरतीको धुलो भइजाऊ संसारका दुःख सबै आफैले जाऊ यहाँ सक्नेलाई त बरै अन्याय नि माफ छ छोरी चेली लुटिदा नि उसैको नि साफ छ चौतारी बिसाउने छैन कोही दुःख पर्दा आँसु पुछी हँसाउने मनको पीडा मनमै राखे अब कहाँ जाने भन्छन् साने भन्छन् साने भन्छन् साने भन्छन् साने साने ओ साने हजुर ला यो चिया खान खै त आमा आमा चिया पको हुनु होला बाबु नमस्ते नमस्ते यतिखेर नमस्ते गर्छ चिया समातेर लौ तिमीले ठुलो खाऊ म साना गिलास खान्छु तिमीलाई हात पोल्छ अब बिहानै उठेर चिया खाने बानी मैले त चिया बनाएर ल्याएँ पर्थेन के अरे हामीलाई चिया बाबु घुटो गर्नु ठिकै छ खानुहोस् न त कस्तो छ चिया हामीलाई त चिया खाने बानी पनि थिएन हेर त आमा दुधै दितो बाक्लो रहेछ चिया ल ल खा मिठो धेरै मिठो बाबु बसाइ कस्तो भयो त नि ठिकै भयो गजब भयो बसाइ रात भनी भैँसले खामो थुकिलो थियो बाख्रा कोलाइदो थिएँ म कोलालाई मुसा दोगोलिदो थिएँ आफू पनि निदाइ थिएँ नि त्यसै कान बोइला भयो क्या तिमीलाई अब गोठाको बसाइमा अलिअलि डिस्टर्ब त हुन्छ नि त्यही त भन्दैछु बाबु अनि वर्ष बिस्तारै भन्छु यो केटाकेटी चाहिँ अलिक कुरो ठिक छ बाबु राम्रो छ अब हामी त्यसरी जङ्गलमा बसिया मान्छेलाई ल्याएर बाबुले बास दिनुभयो यहाँ त्यही नै ठुलो कुरो हो अलिअलि खाटो खुटो भने त भइहाल्छ गाई कस्तो बाने ठाउँमा अनि बाबु चिया पकाइ आफैले भन्नुभयो अनि दुलै खोइ त बाबुको दुलै बहिनी खोइ त
त खुवा दुख्दाखेरि मैले पचाएको बहिनीलाई नि देख्दिनँ त्यही त ए अब यो कुरा त अब मेरो श्रीमतीले दिदी गरेको थिइन्। अब अचानक उनलाई दिदी पर्यो। नजाऊ भयो यहाँ ठिकै छ बसाइ राम्रै छ भनेको मानिनन्। विदेश हजुर दिबी भनेपछि त दिबी पलेपछि त अम्निका हो कि आमा मैले पलेको हुँ नि त। पढाइ लेखाएको बुद्धि भनेको यस्तो हुन्छ। यही भएर यसलाई पढाउनु खोजे त बाबु मैले। कहाँ बहिनी त्यसले खोइ त। अब बहिनी अब यहाँ घरमा म एक्लै अब मैले पनि त्यति उसलाई केयर गर्न नसकुला। त्यही भएर गाउँमा स्कुल पनि त्यति राम्रो छैनन्। सहरमा राम्रो पढ्ली भनेर साइनमा सहरमा थिएँ त्यही साइनमा गाउँमा राखेर पढाउन लाग्छु। आमा मलाई के फिल्म शङ्का पैसा मैले जहाँबाट पनि बन्दोबस्त गर्छु भनेर भन् अब कहाँ न कहाँ सुन्दै थियो पैसा त्यस्तै गयो मैले अब कसैले पनि चुप लाग्न अहिले नउठानु त्यो कुरो म लागिरहेको छु त। यसलाई अब नानीको पढाइको कुराले फेरि छोयो बेलानु बखत। अब घर छोड्नु परेको कारण पनि यसकै पढाइका ऋणले बाबु। अब यसलाई पढ्ने र यो अलि बाटो पनि चाहिँ देखिहाल्नु। बोली मात्रै यसका अलि यस्ता हुन् क्या। र अब मलाई पनि छोरो पढाउने र नपढी नबुझी हाम्रा सबै वंशहरू त्यसै खेर गए नबुझेरै सकिए। अब अहिलेको समयमा आएर पनि नपढिकन कसरी बस्नु यसलाई राख्नु भन्नेको र उही समस्या थियो बाबु खर्चका कुरा। खर्चका कुरा मैले फेरि पढ्दिनँ आमा पनि भनेको थिएँ तर मेरा लागि आमाले धेरै बोलिन्। यहाँ पढ्नलाई मिलेन सहर गानलाई खर्च पुगेन। अब पढाउने यसलाई भनेर त्यही काना मरौरी बेचेको बेचेर आउँदै थिएँ बाटामा डाका लाग्यो बाबु उठेर लग्यो। अब यसलाई चाहिँ खालि पढाइको चिन्ता छ। आफै पनि छोरो पढाउनु पाए हुन्थ्यो भन्ने के गर्नु। गरिबले त रहर मात्रै गरेर पनि नहुँदो रहेछ के अरे यस्तै भइरहेछ। गरिबलाई पनि डाका लाए हेर्नु न मेरी आमाले मलाई 11-12 पढाउनलाई भनेर कहाँ न कहाँ गहना नमासिकन लाठी लैछिन् मलाई थाहा नदेखिन बेच्न गएर आउँदाखेरि त्यस्तो भयो। अब मैले मेरो पढ्ने सपना त्याग्न पर्ने भयो बर्बाद हुनुभयो। केही बर्बाद भएको छैन। अब यसको पढाइको चिन्ता नगर्नुहोस् तपाईँले। यसको पढाइ राम्रो छ। मैले उति बेला पनि भनेको नि अब पढ्नको लागि अलिअलि सहयोग त म पनि गरिहाल्छु। बाबुले पनि कति सहयोग गर्नुहुन्छ हामीलाई। उति बेला हस्पिटलमा अलपत्र पर्दा पनि उपचार गराइदिनु भयो बचाइदिनु भयो मलाई। जङ्गलमा बास हुँदा त्यसरी यसरी ल्याएर आफ्नो गोठामा बस्न दिनुभयो। फेरि पढाइ त्यो गुण कहिले तिरिसक्ने होला बाबु। तर बाबु पढाउन चाहिँ जरुरी छ। गुणमाथि गुणै सही बाँचिएछ भने मौका पाइएछ भने म गुण तिरौला सकित भने सानीले तिर्ला। पढ्नलाई चाहिँ मद्दत गरिदिनु सब फेरि एकचोटि यो चाहिँ नि मैले एउटा आमा भएर अनुरोध गरेँ। अब यो गुण वैगुणको कुरा होइन यो त मानवीय काम पनि हो। अब यसको पढाइ चाहिँ रोक्नु हुँदैन। अब यहाँ पनि वस्तु भाउ खेतीपाती सबै कुरालाई मैले मान्छे लगाएर गर्नुपर्छ। अब घाँस दाउराको लागि पनि खेताला लगाउनुपर्छ। अब त्यो काम तपाईँले गर्नुहोस् बिस्तारै कटाउँदै जाम्ला। हुन्छ बाबु हजुरको यो खेतीपातीका वस्तु भाउ म सबै काम भ्याइदिन्छु। हजुरले चिन्ता गर्नै परेन। मेरी आमाले पनि यहाँ अलिअलि काम गर्दै गल्छिन् यहाँको म उहाँ सहर गएपछि जब सब पाउँछु होला नि त नोकली सोकली त्यसपछि त मैले पढाइ खर्च त उहीबाट कमाउँछु। मेरी आमालाई त्यहाँलाई दुखै दिन्नु। त्यही त जग्गा हालिदिनु पर्यो बाबु। त्यति भयो भनेदेखि मलाई अरू केही छैन। काम गर्न त म कामै गरिरहेको मान्छे हुँ। सक्दो म काम गर्छु आफ्नै सम्झेर गर्छु। हजुर ढुक्क भयो हुन्छ के अरे। ल भइहाल्यो नि त। ले सानी पाडा पुग्छु म। बाबु पाडा राखिदिनुहोस् म पुग्छु। आमा म एकैछिनपछि आउँछु है।
मिठे हिजो तिम्रो रामपेर कहाँ गयौ त? कहाँ जाने हो लाउरे बा गइएन नि किन? काजीबाले भन्नुभएको त्यो सानीलाई पढ्न छोडाएर काममा पठा भन्दा बाटो मिले मान्यो। मेरो कुरा नमान्नेलाई खुसी होइन पछुतो मिल्नुपर्छ भनेर आफ्नो पाइला घरतिर मुन्नु भयो। गरिबको खुसी त कहाँ देख्न सक्छ र त्यो काजीले? बिचरा त्यो सानोको पैसा काजीबाले नखोज्दै पनि तपाईँले खोजिदिनुहोस् है लाउरे बा। ल ल अहिले त जा। हुन्छ। साने ओइ सान हजुर हजुर भन्नु। कहाँ हेरिस्? माथि मन्दिर मन्दिर आफ्नो खुसी माग्न हेरिस् कि राधा खुसी? न आफ्नो खुसी न राधाको खुसी। मैले त भगवान्लाई धन्यवाद दिन जान लागेको हुँ। ल ल जा। हुन्छ। भगवान् मैले धेरै पछि फेरि तिमीलाई आँगन खुचेँ तर म यहाँ तिमीसित केही पनि माग्न आएको होइन भगवान्, तिमीलाई धन्यवाद दिन आएको हुँ। सपना महँगो भयो भगवान् तर मेरी आमासित मलाई सहर पढ्न पठाउने पैसो भएन। मेरी आमाले मेरा लागि सुन बेचेर ल्याएको पैसा बाटोमै लुटेपछि मैले चालैतिर अन्धकार मात्रै देखेँ थिएँ। भगवान् भएर पनि मेरो जीवन किन यति कठोर भनेर म तिमीसित धेरै निस्सिएँ थिएँ। तर त्यो अन्धकारमा उज्यालो बनेर तिमीले कसैलाई पठाइदिनु भगवान्, जसले हामीलाई आश्रय दिनुभयो उसैले मलाई सहर पढ्न जाऊ पनि भनेर भन्न। मेरो भविष्यले फेरि सास फेल्न पाउने भयो भगवान्। साँच्चै भगवान् अस्ति मेरी आमाले मन्दिरलाई दर्शन गर भनेर भन्दाखेरि म तिमीसित लिसेर मैले तिम्रो दर्शन गरिनँ। मैले तिम्रो अपमान गरेँ। मलाई माफ गरिदिऊ भगवान्। तिमीले जे गर्छौ राम्रैका लागि गर्छौ। अब म तिमीसित कहिल्यै रिसाउन्न। कानै समातेर माफी मागे भगवान्। अब मैले मेरो सपना पुरा भएपछि मात्र होइन सङ्घर्षमा पनि तिमीलाई सम्झिन्छु। दुःखले नै जिन्दगी जिउन सिकाऊ भगवान्। यो समाजसित हेपिँदा अपमान सदा यो मन ढुङ्गा जस्तो भयो। अब मेरो भरोसा तिमी सँगसँगै आफूमा पनि पर्केछ भगवान्। मैले अब आफैलाई माया गर्न जानिसके। आफूले आफैलाई माया गर्नेहरूले नै संसार जित्छन् सानी। मलाई मेरो साथी ठुलो मान्छे भएको देख्नु मन छ। तँलाई धेरै धन्यवाद। यो गाउँमा तै त छेस एउटी मेरो खुसी चाहनी। यो समाज यस्तै हो सानी, आज तँलाई गरिब देखेर हेपेका छन्। जुन दिन त ठुलो मान्छे बन्छस् त्यो दिन सबै तेरो पछि लाग्छन्। मेरो चाहना पनि यही हो। ए भगवान्,
मेरो साथीको चाहना जसरी पनि पुरा गरिदिनु है। ए त अर्काको खुसीमा पनि खुसी हुन जानी हेस। अर्काको होइन, मेरो आफ्नै खुसीमा रमाइक्यो। कसरी? कस्तो कसरी हो र? म तँलाई आफ्नै मान्छु, तैँले पो राधालाई माया गर्छस्। कस्ता कुरा गर्छ? त जस्तै राधा पनि त मेरो साथी हो कहिले। साथी हो रे? राधालाई तैँले माया गर्दैनस्? गर्छु। अनि मलाई? तँलाई पनि माया गर्छु। दुवै हातमा लड्डु खोजेर पाउँछस् खुब। ल मानम, तैँले हामी दुवैजनालाई बिहे गर्लास्, सम्हाल्न सक्छस् त? होइन त बोलाइस् क्या? बिहाको कुरो कहाँ आयो फेरि? अनि तैँले दुवैजनालाई माया गर्छु भनेको होइनस्? माया पो गर्छु भनेको हो र, बिहाई गर्छु त भनेर भनेको होइन नि। हेल्केती माया त जोसित पनि हुन्छ, बामासित, भर्खर जन्मेका बच्चासित, जनावरसित। मैले तँलाई साथी ठानेर माया गरेको हुँ के? तैँले पनि मलाई साथी ठानेर माया गर, साथी भन्दा धेरै माथि नउठ, बुझिस्? अनि राधालाई पनि यही भन्छस्? भन्छस् खुब। तैँले राधालाई कति माया गर्छस् भने त त्यो चौपारीमा बाँधेका ध्वजाहरूले नै थाहा हुन्छ। राति हे के हो? दुली जति तारा भाउ माया त्यति गाह्रा हुन्छ भन्ने तँलाई थाहा छैन? त पो मेरै आँखा अगाडि छेस ल। तँ त आफ्नो सपना पुरा गर्न सहर गएछ नि त। यदि राधाका ठाउँमा त पनि सहर जान्थिस् भने तेरा लागि पनि मैले त्यो चौपारीमा ध्वजा बाँधिदिन्थेँ। भन्छन् साने प्रेम सर नमस्कार। नमस्ते नमस्ते। स्कुल हिँड्नु भएछ? सर नमस्कार। कता हिँड्यो? कता हिँडिलिनु र प्रेम सर? तपाईँको हाल खबर के छ भनेर यसो बुझिलिन घरतिर पसिलिन खोजेको थिएँ। यतिका वर्षसम्म कहिले सन्चो बिसन्चो सोध्न नपस्ने मान्छे आज एक्कासी? हजुर प्रेम सर। मेरो हाल खबर ठिकै छ, बरु अहिले स्कुल जान हतार भइसक्यो। ए स्कुल जाने भन्ने बित्तिकै मलाई एउटा कुरा झट्ट दिमागमा आइलियो प्रेम सर। अब मेरो फुलकुमार बेटा त सहरमा पढ्न गइलिएको छ, त्यो सानै बेटाको के हुँदैछ तपाईँलाई थाहा छ? सानेको बारेमा तिमीले किन थाहा पाउनु पर्यो र? तिमीले आफ्नो छोरालाई राम्रोसँग पढाऊ, ठुलो मान्छे बनाऊ, सानैलाई आफ्नै आमाले पढाइहाल्छ नि। त्यस्तो होइन के प्रेम सर। अब सानै पनि मेरो फुलकुमार बेटा जत्तिकै हो। कतै गरिबीको कारणले त्यसले पढ्न नपाउने हो कि भनेर बहुत चिन्ता लागि लिएर सोधिलिएको नि। ल यो गाउँमा सानेलाई माया गर्ने अर्की मान्छे पनि भेटे। सानेको पढाइको चिन्ता तिमीलाई पनि रहेछ, मलाई पनि छ। अब यसो गर्नु पर्यो रामप्यारी। कसो गरिलिने भनिलिनुहोस् न प्रेम सर। सानेकी आमा मेरो घरमा आएर मेरो छोरालाई लाउने 11 कक्षामा सरकारी स्कुलमा भर्ना गरिदिनु पर्यो भनी, तर विडम्बना अब यहाँका विद्यार्थी जति 11-12 पढ्नु भनेर सबै सहरमा गइसके। अब यहाँ अहिले 11-12 को कक्षै चलेको छैन। सानेलाई सहर पढ्न पठाऊ भनेको पैसा छैन सर भन्दै थिए। मैले यहाँ पढाइ त सम्भवै छैन भनेको, मेरो छोराको सपना मर्न दिन्न, जसरी भए पनि मैले चाहिँ बन्दोबस्त गर्छु भन्थे। पैसाको बन्दोबस्त गर्न सकिनँ कि क्या हो? उसले पैसाको बन्दोबस्त गर्न नसके पनि अलिकति सहयोग मैले गर्छु, अलिकति सहयोग तिमी गर, सानोलाई सहर पढ्न पठाऊ। के भन्छौ तिमी? उसले धेरै नपढिलियोस्, मेरो छोरालाई नजितिलियोस् भनेर मैले यति अवरोध गरिलिएको छु। गरेको यो सहयोग होइन रामप्यारी। हजुर सर। कता हरायो? कतै होइन। उसको दुःखदेखि चिन्ता गर्ने मान्छे उसको सुखको लागि सहयोग गर्न यतिका बेर टोलाउँदैनन् रामप्यारी। मलाई पहिले नै थाहा थियो तिमी उसको चिन्ताले यहाँ आएकी होइनौ, तिमी त चियो चर्चा गर्न आएकी हौ।
लाउरी दाई नमस्ते। ए नमस्ते नमस्ते। फुलै दाउरो ल्याउनु भएछ। जङ्गलतिर गएको थिएँ, आउँदाखेरि के खाइ जानु भनेर बोकेर। सुक्या रहेछ राम्रोसँग। अनि तिम्रो त गहना बेचेको पैसा हरा भन्ने सुन्थे, क्या नाम भेट्यो त? नाइ का हिसाबले खोजिदिन्छु भनेर भन्नुभएछ। खोज्दै तिमी काजिल, क्या नाम तिनमा त मानवता भन्ने चिजै छैन। तिमुर माथि पुगेको त हेर्नै सक्दैनन् तिनले। तिन त नामका मात्रै काजी हुन्। तिमीलाई थाहा छ बाटुली, मैले छोरीलाई सहर पढ्न पठाउँदा छोरीलाई किन पढा होला, एउटा गतिलो केटो खोजेर बिहा नगरिदिएर भन्नसम्म भ्याए कि हाम्रो छोरीले पढ्न हुन्न र? हुन त तिम्रो छोराले पनि पढ्नै पाएन। हाम्रा छोराछोरीले पढेर ठुलो मान्छे बने भने तिनको गाउँमा अस्तित्व रहन्न भनेर तिनले यति गरेका हुन्। कत्रा नियम बने, कानुन बने। तिमीलाई अहिले पनि त्यही राणा शासन जस्तो छ, हामीलाई लदा लदै। अनि केही त बोल न। बाटुली, काजी त यतैबाट जाँदैछन्, हाम्रा कुरा सुने कि हो? किन नसुन्नु भयो, घरको सबै सुन्यो नि। अनि तिमीले भन्न पर्दैन त? कसरी बोल्नु भने उनी ठिङ्ग त्यही उभिरहेछन्। हजुर बोलेको बोले, मैले ईश्वरी गरेँ थिएँ त नबुझेर नि लाउरी दाई तपाईँले। सुन्न देऊ, कति दबेर बस्यो उनीसँग। बरु तिमीले मलाई एउटा सहयोग गर्नु पर्छ। कस्तो सहयोग हो र लाउरी दाई? मेरी छोरीले तिम्रा छोरालाई सपनामा भिरबाट लडेको देखे भनेर जहाँ चाहिँ छोडेर घर आएछ। लौ तिमीले फकाएर त्यसलाई जाँच दिन पठाउनु पर्यो कि? त्यसो हो भने त जाँच बिगार्न पाइएन त नानीले। मैले कति सम्झाएँ, मान्दैन। तिमीले सम्झाएपछि त पक्कै मान्छे। कुरो त्यस्तो रहेछ। हिँड्न त जाऊँ त। ल चम्चाउँ, पढाइ त बिगार्नु भएन नानीको। त्यही त भने। जाउँ, म अहिले सम्झाउँछु, अब के गर्नु। आज भोलि क्या केटाकेटी भनेको सुन्न। त्यही त लाउरी दाई। ल हेर त, अहिलेसम्म टोलाएर बसिछ। यसलाई सम्झाइदिऊ है। आमा सानी खै? भन्नु न आमा, सानी खै? सानी बजार गइरहेछ। कोसित बजार? त्यो वासुदेव बाबुसँग। को वासुदेव? नानीले चिनेकी छैन होला ती वासुदेव शर्मालाई। पहिले त मैले नि कहाँ चिने थिएँ र, सानीबाटै पछि चिनेकी हुँ। सानीलाई पढाउँदा लिएको ऋण तिर्न नसकेर काजीले घर आएर दाजु लाइली गए। अनि त हामी छिटी झाम्टा बोकेर लाग्यौँ उकालो। जाने ठाउँ थिएनन् नानी। माथि चौपारिया गएर हामी बसेथ्यौँ बारेर। कताबाट ती वासुदेव शर्मा पुगेछन् र मेरा गोठ खाली छन्, जाउँ भनेर भन्नुभयो। अनि तिनी कहाँ आएर बसेको, यसो काम सघाइदियो। अब अहिले चाहिँ नि तिनका बजार काम रहेछ क्यारे। सानीलाई हिँड्नु भने सानी त्यति गइरहेछ। यत्रो सब थोक हुँदा पनि मलाई कसैले केही भनेन, तर मलाई सपनाले सङ्केत दियो। बुवा, यत्रो सब हुँदा पनि मलाई केही पनि भन्नु भएन है? नानी भयो बस्नुहोस्। मुख्य कुरो त अहिले सब थोक ठिक छ। त्यतिखेर घरबाट निस्केर जान पर्दा अलिकति असिलो चाहिँ भयो, दुःख लाग्यो पनि हो। तर अहिले सबै व्यवस्थित हुँदैछ। नानी, तपाईँलाई पढ्न पठाउनको लागि बाले धेरै दुःख गर्नुभएको छ, खर्च गर्नुभएको छ। तपाईँ त भाग्यमानी हो नि, बाले यसरी सहरमा पढ्न पठाउनु भनेको त। म सानीलाई सहर पठाउनलाई कोसिस गरिरहेको छु। सानीलाई पढाउनका लागि यो सब भएको हो नि त। अनि हजुरले यत्रो मौका पाउँदाखेरि छोडेर आउनुहुन्छ त? यहाँ बसेर त भविष्य छैन नि त। ठुलो मान्छे बन्नका लागि बुझ्नुपर्छ, त्यसका लागि पढ्नुपर्छ। नपढिकन मेहनत नगरिकन कोही ठुलो भएको छ र? तपाईँहरूलाई ठुलो बनाउनको लागि त हामी यसरी सङ्घर्ष गरिरहेछौँ त नानी। पढ्नुपर्छ, सबै कुरो भुलेर अहिलेको समय भनेको मेहनत गर्ने हो।
जसरी पनि धेरै पढ्नुपर्छ, धेरै बुझ्ने हुनुपर्छ। बाँकी कुरा पछि जाँच बिगार्न त हुन्न नि। जाँच बिग्रेपछि अनि हेरी फेल भएर बसे राम्रो हो त? त्यसले न तपाईँलाई खुसी दिन्छ, न बालाई खुसी दिन्छ, न अरू कसैलाई। बाबुआमाको खुसी भनेको नि छोराछोरी सफल भएको नै हो। त्यसैले जाँच त दिनुपर्छ। हुन्छ? शाबास। लाउरी दाइ, नानी जान्छन् जाँदिन? अनि सानी? सानै पनि जान्छ सहर पढ्न। म त्यसको लागि कोसिस गरिरहेछु। अब नानीले पनि जात दिने हुन्छ नि। हस् त लाउकी दाइ, अब म लाग्छु ल नानी है। बस। बुवा आज खाना म बनाउँछु। ल हुन्छ, छिटो छिटो पका नि, फेरि जाँचको तयारी पनि गर्नु पर्यो। भोलि बिहानै सहर जाने। बुवा सानीलाई एकचोटि भेट्छु न जानु अघि। ल ल भेट्लिन्छ। भन्छन् साने कहाँ रहेछ साने? सिस्ने खोलाको तिरमा रहेछ सानी। सिस्ने खोलाको तिरमा? किन? खै बालुआमा के लेख्दै थियो। अनि म आइछु भनेर भनेनस्? भनेको भए त ऊ पनि आउनु पर्ने सँगै। लाउरे बाले कहाँ छ भनेर बुझेर मात्र आइज भनेर पठाउनु भएको थियो। म त बुझेर आएँ। ओ तँ त्यसलाई भेट्न जहाँ चाहिँ छोडेर आयो कि? तँ उसलाई भेट्न त्यहाँ जाने हो कि ऊ तँलाई भेट्न यहाँ आउने हो? त्यही त, सानोको पनि त इज्जत छ नि। चुप राख। हिँड, कहाँ छ? ल्याउनु ल्याउनु, यो झोलामा बोकिदिन्छु।
नजाने भन्छन् साने भन्छन् साने भन्छन् साने भन्छन् साने भन्छन् साने